गाइस अनि यो चाहिँ हो सबैको फेभरेट प्लेस पिकनिक स्पोट 12 माइल। अनि बिस्तारै यहाँ चाहिँ अब पिकनिक खाने मान्छेहरूको सङ्ख्या कमिँदै जाँदैछ, किनभने अब सिजन पनि खत्तम भयो, विन्टर सिजन पनि सकियो। अब रेनी सिजन सुरु हुन्छ। रेनी सिजनमा चाहिँ पानी पुरा बढ्छ हो, नदी बढेर आउँछ। यो चाहिँ हो तपाईँको जियाभरि नदी। अनि अब चाहिँ बिस्तारै बिस्तारै सिजन खत्तम भयो। अनि तपाईँको सिजन भन्दाखेरि चाहिँ डिसेम्बर र जनवरी महिनामा धेरै भिड हुन्छ। यहाँ धेरै मान्छे दूर दूरदेखि आउँछ, फ्यामिलीको साथ र ग्रुपमा पनि आउँछ। अनि साथै यो जग्गा चाहिँ एउटा टुरिज्म प्लेस जस्तै भइसकेछ भनौँ न, किनभने यहाँ लोकललाई पनि धेरै नै यहाँ यो जग्गाले बेनिफिट भएको छ। कसरी भन्दाखेरि उनीहरूको दोकान पनि धेरै चल्छ, सानसानो दोकान बहुत चल्छ यहाँ। अनि गाइस, हामी सबै टिम मेम्बरहरू आफ्टर फिल्ड भिजिट आज शामको एउटा सुन्दर भ्यू इन्जोय गर्नु यता आएको थियौँ। एक्चुअली हाम्रो वर्किङ साइट पनि यतै पर्छ, यो लोकेसनको छेउछेउ पर्छ भनौँ न। त गाइस, आजलाई यति नै। भिडियोलाई मन पर्यो भने लाइक, कमेन्ट र सेयर पनि गरिदिनु होला।